यो समारोहका पुष्टिका आदरणीय सभापति, आदरणीय आदिवासी जनजाति नेता मात्रै आदिवासी पद्मरत्न मान्य महानन्दजी, मञ्चमा सबै आदरणीयहरू, उपस्थित सबै सामाजिक, शैक्षिक, राजनीतिक विविध क्षेत्रमा क्रियाशील महानुभाव भद्र महिला तथा सदनले, सबैभन्दा पहिले त म हाम्रा अति आदरणीय पद्मरत्न कलाज्यूलाई उहाँको गाउँको मेरो उच्चारण चाहिँ पर्ने भएको शुभ अवसरमा स्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना। यसो भन्दा एउटा सांस्कृतिक औपचारिक मात्र होइन, यो त हाम्रो स्वार्थै पनि हो। अघि दाजुले भन्नुभयो उहाँको दीर्घायुसँग जनजातिसँग सम्बद्ध आन्दोलनहरू गाँसियो, त्यसकारण उहाँको दीर्घायु हाम्रो आन्दोलनको जीवन्तता पनि हो। हिजो एउटा सानो गोष्ठीमा उहाँको स्मरण गर्ने अवसर भइरहेको भन्थे। हिजो अपराह्न मातृभाषा विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुनेवाला थियो भनेर एउटा भेला, त्यति बेलाको स्मरण गर्दा मैले साल गल्ती भन्न पनि सक्छु। 2022 सालमा स्थापना भएको मौका मातृभाषाको आन्दोलनमा पहिचानको लडाइँ जो सुरु गर्यो, त्यसले यो पछिल्लो कालमा 46 पछाडि उपस्थित भएको आदिवासी जनजातिको आन्दोलनको मूर्तको लिएको। यसको श्रेय त्यति बेलाको नेतृत्वलाई र धेरैले त्यो नेतृत्व चाहिँ पद्मरत्न तुलाधरजीको हो भनेर श्रेय दिन्छ। हामीले पनि मान्ने कुरा हो। त्यो मातृभाषाको आन्दोलनलाई एउटा नियम बनाएर समग्र मातृभाषीहरूको नागरिक अधिकार, मानव अधिकार, आदिवासी जनजातिको पहिचानको लागि उहाँले जो आन्दोलन निरन्तर गरिरहनु पछिल्लो कालमा 46 साल पछाडिको झन्डै यो प्रतिगमन विरोधी आन्दोलनका शाखा उहाँ सँगसँगै हिँड्ने कतिपय हामीहरूले अवसर सबै परेदेखि चाहिँ पार्टीतिर बस्ने परिवारको अगाडितिर बस्नेदेखि विभिन्न प्रतिनिधि मञ्चतिर दौडिने आदिमा त्यो सौभाग्य हाम्रो थियो। र उहाँको यो संसर्गले हामीलाई मातृभाषाको महत्त्व बुझाएको मात्रै होइन, यो मुलुकलाई सबैको बनाउने हो भने यो मुलुकलाई सबैको हो भन्ने तुल्याउने हो। हामीले यो मुलुक हामी सबैको हो भनेर हामीले पनि भन्नुपर्ने हो। अरूले पनि यस्तै भन्नुपर्छ। सम्झिनु हाम्रो मुलुकको भौगोलिक विविधतामा हाम्रो राजनैतिक दल र नेताहरू सबै रमाउँछन्। भौगोलिक विविधताले ल्याएको जैविक विविधतामा उफ्री प्रसन्नता व्यक्त गर्छन्। त्यही भौगोलिक विभिन्नताले ल्याएको जातीय र सांस्कृतिक विभिन्नताको जब कुरा आउँछ अनि उनीहरूको दिमागमा चस्स घोल्छ। यो पहिचानको व्यग्रताले मुलुक कहाँ लैजान्छ, कहाँ लैजान्छ बोकेर लाने खालको होइन। हामी त यहीँकै मान्छे। मैले धेरै अगाडि एउटा गोष्ठीमा हाम्रो
एउटा पुरस्कार समारोहमा व्यक्तिगत रूपमा स्थापना भएको एउटा पुरस्कारले मातृभाषाको साहित्यमा पुरस्कार, राज्यले स्थापना गरेको जस्तो भनौँ नेपाल एकाडेमी वा हाल त संस्कृति मन्त्रालयले दिँदैन। अनि ठुलो भाषालाई भन्छ मेन स्ट्रिमको भाषा। मैले त्यो दिन प्रश्न गरेँ 1824सम्म चाहिँ यो उपत्यकामा राजभाषाको रूपमा काम गर्ने नेपाल भाषा कहिलेदेखि विदेशी हो भनेर प्रश्न गरेँ। त्यसको लागि राज्यले चाहिँ पोषण गरेको संस्थाले यादै जुन दिन हामी त्यो कुरा भन्छौँ उनीहरू अलिकति रिस उठ्दो कुराहरू गरिहाल्छ। यस्ता कुराहरू थिए। अर्थात् मेरो आशय के हो भने यो मुलुकको विविधतालाई हामीले शक्तिको रूपमा लिनुपर्छ। यसरी लियौँ भने सबै नेपालीले मुलुकलाई अपनत्वको एउटा भावभित्र अनुभूत गर्न थालेपछि हाम्रो राष्ट्रियता बलियो हुन्छ। त्यो गराउनुको लागि राज्य व्यवस्थाको नीतिलाई क्रियान्वयन गर्ने सरकारले पनि त सम्झिनु पर्यो। तर के हो 2046 सालको जनआन्दोलन पछाडि जति पनि आदिवासी जातिले आन्दोलन गरेर हामीले केही थोरै बहुत पायौँ, जस्तो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कुरा हो। जागिरमा साना साना आरक्षणको कुरा आए, सेनामा आए, राजनैतिक प्रतिनिधित्व गर्दा दलहरूले पनि यसो कोटा छुट्याउनु पर्ने स्थिति खडा भएको थियो र सबैले रमाएर चाहिँ हो गणतन्त्र आएको थियो अझ राम्रो हुन्छ भनेर चाहिँ सबैले गणतन्त्र ल्याउन पहल गरेकै हिँड्यो पनि आयो पनि। गणतन्त्र आएर नयाँ संविधान बनेको छैन। हामीले पाएको सारा अधिकार किन खोजिन जाने? अब यसको पुनर्परीक्षण र समीक्षा हुन आवश्यक छ। आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानलाई हटाउने कुरा चलिरहेको जनदबावका कारण हटाएन, तर के भने बजेट ल्याएपछि काम गर्नै नसक्ने स्थितिमा कुँजे बनाइदियो, अपाङ्ग बनाएर एउटा उदाहरण। र एक दिन तपाईँले पत्रजीहरूकै एउटा संस्थाको गोष्ठीमा पनि भन्नु, हामीलाई त ठुला राजनैतिक दलले आदिवासी जनजातिलाई चाहिँ हिन्दी सिनेमाको पात्र जस्तो बनायो। हिरो आउँछ र भन्छ हेर भाइ सिट हो भने मैले जितेँ, पोट भएछ भने तैँले आउँछ, पहिचान त दिए। तर तत्कालै यो चुनाव पछाडि उनीहरूले पहिलो संविधान सभाको चुनाव पछाडि भन्न पनि थाले समावेशिताको कोटा भन्ने बन्द गर्नुपर्छ पनि भन्न थाले। त्यो गर्न नसकेपछि खर्च आर्य नयाँ पहिचान दियो, ठिकै छ दियो, राम्रै छ। तर खर्च आर्यको नाउँमा यो कोटा जागिरमा हो वा राजनीतिक दललाई चाहिँ सदस्य उठाउने वा मनोनयन गर्ने जो एउटा प्रावधान राखियो, छानिएको त सङ्ख्यात्मक उनीहरूलाई बहुल देखाइयो अनि बहुल मात्रामा खस आर्यबाट मनोनयन भयो। माथिल्लो हाउसमा, प्रतिनिधि सभामा, प्रदेशमा त्यही भयो। यदि त्यो खस आर्यले पाउने कोटा कर्णाली अञ्चलको मान्छेलाई दिएको हाम्रो चित्त बुझ्थ्यो। तर त्यहाँ नदिएर यहाँका उच्चतम नेताहरूको आशे गाँसे साइनो गरेका मान्छेहरूले पाउन थालेको छ। त्यो चाहिँ के हो भने आदिवासी जनजातिहरूले पाउने जो अधिकार थियो त्यो अधिकारलाई अर्कै भाषा र अर्कै तरिकाले प्रभावहीन बनाउने एउटा कुटिलता चलियो। यसरी हामी देखिरहेछौँ। एउटा उदाहरण मात्र मैले राखेको
हामीले पाएको अधिकारहरू किन गइरहेको छ? अहिले मल्लजीले भन्दै हुनुहुन्थ्यो मातृभाषाको कुरा गरौँ न, तर यो गर्दा हामी के थाहा पाउँछौँ भने मातृभाषालाई हामीले त्यति अगाडि पुर्यायौँ आन्दोलन। आज हिजो प्रस्तुत भयो कि आज भयो कि कहिले शिक्षाको माध्यम नेपाली र अङ्ग्रेजी बनायो। यो शिक्षा उच्च शिक्षासम्म चाहिँ शिक्षा निःशुल्क भन्ने त्यो निःशुल्क शिक्षा पाउने स्कुलमा को जान्छ? कुन भाषामा पढ्नुपर्छ माध्यम भन्दा? नेपाली अथवा प्राइभेटाइजेसनमा पढेका जति स्कुलहरू छन् अङ्ग्रेजी माध्यमका, त्यो प्राइभेटकोले त पैसा तिरेरै पढ्छ। धेर जसोले सरकारी पब्लिक स्कुलकोले पाउने। अहिले मातृभाषीहरूले पनि इच्छा गऱ्यो भने आफै चलाउन सक्छ। हामीले तिरेको ट्याक्सले सरकारले नेपाली भाषाको लाई माध्यम बनाएर पढ्दा निःशुल्क शिक्षा पाउने। हामीले हाम्रो मातृभाषामा पढौँ भन्दाखेरि चाहिँ आफै चलाउनु पर्ने, आफै पैसा तिर्नुपर्ने, सब खर्च आफै भयो। ट्याक्स चाहिँ अरूलाई तिर्नुपर्ने। यो किसिमको नागरिकमाथिको भेदभाव अहिलेको शिक्षा जो एउटा ऐनको एउटा विधेयक प्रस्तुत हुँदैछ, यो सबै प्रस्तुत भइरहेछ। त्यस्तो बेलामा आज हामी पद्मरत्न तुलाधर जस्तो जीवन आदिवासी जनजातिको हक अधिकार तथा मातृभाषाको उत्थानमा बित्यो। योसँग जस्तो कोइन्सिडेन्स गरेर यो विधेयक आइरहेको छ। यसो हुनाले अलिकति अब हाम्रो म त धेरैलाई भन्छु आज हामी त मार्केट हो हाम्रो भन्छु आउट अफ डेट भइसकेको छ। पहिलो पुस्ता पद्मरत्नजीहरू हुनुहुन्थ्यो, हर्कपुर उनीहरू थिए। दोस्रो पुस्तामा परशुरामजी मर्केश्वर आउनुभयो, डाक्टर ओम हामी पस्यौँ। अब अहिलेको नयाँ पुस्ताले हामीले चिन्दैन पनि, बोलाउँदैन पनि, होइन के भइरहेछ त्यो थाहा नै हुँदैन। तर एउटा ठुलो सङ्कट चाहिँ के भयो भने 2047 देखि 55सम्म जुन हामीले आर्जन गरेको हक र अधिकार थियो त्यो यथार्थ छ। कति कारणले कि हामी धेरै यस्ता व्यक्ति छौँ जसले त्यो राजनैतिक दललाई सघायौँ जुन राजनैतिक दलले आज हाम्रो सहयोगमा सत्तामा पुगेर सम्पूर्ण कसौटी गरे। यी कुराहरूमा मूल्याङ्कन हुनु चाहिँ आवश्यक छ। र यसको लागि हामीलाई पद्मरत्नजीको आविर्भावत्व, संरक्षकत्व र नेतृत्वको खाँचो पछिसम्म रहन्छ। त्यसैले उहाँको यो जन्मको अवसरमा उहाँलाई शुभकामना मात्र मैले दिएको होइन कि उहाँको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको पनि कामना गरेको। उहाँमा जति स्वास्थ्य उहाँको सुदृढ हुन्छ, हामीलाई उहाँले नेतृत्व गर्ने उहाँको आफ्नो शारीरिक क्षमता त्यति स्थिर हुँदै जान्छ भन्ने मेरो आशा हो। र अन्तमा यो सुरु गर्नुभयो, अब यो पुरानो पार्टीहरू नै अगाडि नबढी हुँदैन कि क्या हो? एउटा आन्दोलनको रूपरेखा छलफल डिस्कोर्स थाल्नु पर्यो र थाल्दा हुने जस्तो पनि छ। किनभने बनाएको कतिवटा कानुन अहिले हट्टाहट संशोधन पनि हुँदैछ, हतारमा ल्याउँछ, हतारमा संशोधन पनि हुन्छ। त्यसकारण यी चिजहरू छ भने हामीले हेर्नुपर्ने छ। किनभने नैसर्गिक हाम्रो अधिकार हो। हामीले पनि अरू नेपालीले जस्तै उच्च शिक्षामा पहुँच त्यही उनीहरूले पाउँछ निःशुल्कमा भने हामीले पनि पाउनु होइन भने साहित्यकारहरूले भनेको जस्तै हुन्छ। जर्ज अर्वेलले एउटा उपन्यास लेख्नु भएको छ, एनिमल जू। ठुला ठुला बलियो
पशु प्राणी पनि छन्, अब सिंहहरू छ, ठुल्ठुला बनेर अल एनिमल्स आर इक्वल। कति राम्रो कुरा। अर्को वाक्य त बट सम आर मोर इक्वल। अब यो बट सम आर मोर इक्वलले चाहिँ हामीलाई ठुलो घाटामा पुर्यायो। हुनुपर्छ हामी सबै उत्तिकै समानता, केहीलाई मात्रै अझ हामीभन्दा बढ्ता समान ठानेर सुविधा पहुँच हुने किसिमको संवैधानिक व्यवस्था र संविधानले दिएको धारालाई प्रयोग गरेर बनाइने कानुनलाई हामीले कुन हदसम्म हो सक्रियता भएर चाहिँ छेक्न सक्यौँ भने पद्मरत्नजीको एउटा चाहना, सानो चाहना पुरा गर्न हामी सक्छौँ। र यो चाहना पुरा गरिदियौँ भने सबभन्दा ठुलो शुभकामना उहाँलाई हुन्छ भन्ने कुरा राखेर उहाँलाई